लड्यो खाम आजको भित्र ओखर छ जङ्गल जस्तै छ कि रमाइलो छ हाम्रो हेलो एभ्रिवान गुड मर्निङ नमस्ते आजको मर्निङ भइसकेको छ आज चाहिँ हाम्रो ट्युसडेको दिन रहेको छ आज मेरो डे 3 अफ दिल्ली ब्लग आई एम डुइङ फ्रम द मर्निङ टुडे आज बिहानदेखि नै उठाएदेखि नै गर्दैछु सो अलि जागर चलाउन भनेर सो हाम्रो मर्निङ चाहिँ यस्तो छ होइन त हाम्रो मर्निङ चाहिँ यस्तो छ म सँगसँगै चाहिँ छोरी पनि उठ्छे सँगसँगै मभन्दा अगाडि उठ्छे अब चाहिँ यहीँबाट मेरो ब्लग स्टार्ट हुन्छ सो आज के गर्छु भन्ने चाहिँ म हाल्दै नै छु अहिलेको लागि चाहिँ गुड मर्निङ एभ्रिवान अब चाहिँ चिया खाम है साथीहरू चिया खान थालेको ओके साथीहरू अब मसँग खाना बनाऊँ है त तरकारी बनाऊँ खाना त मैले बसालिसकेको छु अब हामी तरकारी बनाउँछौँ सो हेर्दै गर्नु होला पाक्यो छोरीसँग छु अहिले हामी चाहिँ यहाँ खेलिरहेछौँ हेर न फोर समातेर हैरान पार्छ ए छ्या फोर छ्या से मम्मी मम्मी छुट्टा आया ता अब र ता आया 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 ए उसको कामै छैन कि डस्टबिनमा खेल्न जान्छ भने ये साथीहरू म चाहिँ खानासाना खाएर बसिसकेँ लाइक अब खाना खाएको भिडियो चाहिँ मैले लिन पाइनँ लिनै मिल्दैन कि फ्यामिली सबै सँगै हुन्छ सो अक्वर्ड सिचुएसन फर फ्यामिली मेरो लागि पनि भयो उहाँको लागि पनि भयो सो त्यही भएर मैले खाना खाएको भिडियो चाहिँ लिइनँ हजुरहरू अब केही सानो क्लिपहरू राख्छु होइन त्यस्तो खाना खाएको खाजा खाएको चाहिँ लिँदिनँ के पकाएको के लिन मिल्छ त्यो चाहिँ लिइदिन्छु तर कुनै चाहिँ अलि अब फर्स्ट होइन यो युट्युब भएको भएर भिडियो लिन थालेको भएर पहिला पनि लिन्थेँ तर बोलेर लिन्थेन यतिकै नर्मली लाइक चाडपर्वहरूमा कुनै लिनु पऱ्यो भने चाहिँ म लिन्थेँ मलाई मन पर्छ भिडियोहरू लिन त्यही पनि अहिलेको लागि चाहिँ मैले यस्तो विधि लाइक बोलेर भनेर चाहिँ मैले त्यो खाना खाँदा सबै फ्यामिलीसँगै हुँदा चाहिँ अहिले लिन पाउँदैन होइन बिस्तारै सिचुएसन ठिक भयो भने चाहिँ म लिन्छु तर अहिले चाहिँ मिल्दैन सो अहिले चाहिँ मेरो मुख हेरेर मेरो बोली सुनेर नै हजुरको युट्युब भिडियोलाई धेरै माया गरिदिनुहुन्छ भनेर आशा राखी मैले यो भिडियोहरू लिँदैछु सो हेरेर रमाइलो मानेर हेरिदिनु होला र लाइक सब्सक्राइब चाहिँ गर्न नभुल्नुहोला म ठुलो छोरीलाई लिन जाँदैछु सानो छोरी चाहिँ सुतिरहेको छ सो हामी लिन जान्छौँ त
आज यो बाटो जाँदैछु यो चाहिँ बेला चाहिँ सुचतार पुग्छ हैन यो चाहिँ अब अलि हावा आउँछ कि भनेर म यहाँबाट हिँड्दैछु यो चाहिँ खोला छेउको बाटो हो हिजो अस्ति त्यो उताको बाटो थियो आज चाहिँ यो बाटो हिँड्दैछु सो सँगसँगै जाम 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 यहाँ हाम्रो ट्याङ्की पनि छ पानी ट्याङ्की तर हाम्रो घरसम्म पुगेको छैन यो पानी यतापट्टि चाहिँ सबै सक्यो हाम्रो घरतिर चाहिँ अलिकति पुगेको छैन ओके अब मैले क्यामेरामा चाहिँ नर्मल गर्नु खोज्छु तर हुन जान्छ जिकजाक जिकजाक के गर्ने केही नगर्ने अब बोल्ने जस्तो आउँछ त्यस्तै ओके म स्कुल पुगेपछि हजुरलाई देखाउँछु साथीहरू पुगे है हेलो किन टिका लाग्यो आज म फर्स्ट भएर हो टिका मात्र लाग्यो प्राइज पनि पायो प्राइज पनि पाए पेन्सिल खै म थर्ड हो ब्याकमा हो कुन ल घर जाऊँ है त लेट्स गो अनि घर पुग्यो है Samagya, come. 1, 2, 3. ल बच्चाहरू खेल्दैछन् ए लड्यो यहाँ ओ सम्सा एकजना पागल एकजना जुत्ता लागिरहेछ है सरी है Yes! Yes! Wala tayo tayo. दिदीको जस्तो खुट्टा राख्ने तिसा तिसा गो भयो सोचाउँछु दिदीले कसरी गरेछ हेर्छ ए बिग्रिन्छ नट मैले त्यही गर्न लाजेर है ए लड्छ कसरी हेर्छ हामी यहाँ जाँदैछौँ लुक एट द स्काई घाम अस्ता आउन लाग्छ अस्ता छैन है चाहिँ आज खाइसक्यौँ आज खाएर बसेको छौँ हामी आज खाएर बसेको छौँ सो आज यता नि हाम्रो पूजा छ ओके अब यस्तै यस्तै हो सानो सानो क्लिपबाट ठुलो क्लिप बनाउने है खेततिर लाग्छौँ Look at the view. अब यसमा पानी हाल्छौँ यो हामी सागमा हाल्छौँ पानी चाहिँ हेर्नु न म हाल्छु है त एकैछिन यो सकाउँछु फेरि बोल्छु हजुरहरूसँग साथीहरू सकिसकेको छ मेरो काम आजको अहिले चाहिँ म यहाँ खेततिर यसो एकदम लाइक जङ्गल जस्तै छ कि रमाइलो छ हाम्रो खेत यहाँ आवाजहरू पनि पुरै रमाइलो छ ओखर त्यहाँ छ ओखरको यो ओखरको क्या हरियो हुन्छ कस्छ अनि फेरि त्यसको बोक्रा निकालिदियो भने ओखर आउँछ खसा धेरै छ खसिरहेको छ यसको भित्र ओखर छ ओखर 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 निस्क्यो नि निस्क्यो ओखर ल ओके अब म यहाँबाट घर जान्छु अब कि अहिले यतिलाई नै इन्ड गरौँ कि के गरौँ धेरै लामो भिडियो भइसक्यो सो अलिकलाई चाहिँ अलिक थोरै गरौँ भिडियोहरू होइन हजुरलाई म कस्तो छु कसरी बोल्छु भनेर थाहा नभए त हजुर मेरो सानो भिडियो हाल्छु बिस्तारै चाहिँ अनि अलि लामो भिडियो हाल्दै गर्छु भनेर सोचेको छु होइन आजलाई चाहिँ यति गर्छु त्यस भिडियोलाई चाहिँ यहीँ एन्ड गरेर हजुरलाई बाई बाई भन्न चाहन्छु र जो नयाँ हेर्दै हुनुहुन्छ उहाँले चाहिँ सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा राख्दछु र मलाई धेरै धेरै सपोर्ट गरिदिनुहुन्छ भने अनुरोध गर्दछु थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई